23 मे सन् 2020 पश्चिम नेपालको रुकुम जिल्ला। एउटा 19 वर्षीय युवा नवराज विक आफ्नी प्रेमिकासँग विवाह गर्ने सपना बोकेर उनका गाउँ पुगे। साथमा उनका साथीहरू पनि थिए। उनीहरू करिब 8 जना थिए। तर त्यसपछि उनीहरू कहिल्यै पनि फर्किएनन्। गाउँलेहरूले ढुङ्गामुढा गरे, लखेटे र भेरी नदीको किनारसम्म धपाए र त्यही रातमा नदीले 6 जनाको लास बोकेर लग्यो। उनीहरूको अपराध चाहिँ के थियो त? उनीहरूको एउटा मात्र अपराध थियो। उनीहरू सोकल तल्लो जातका दलित थिए। यो कुनै मध्यकालीन नेपालको कुरा होइन, यो सन् 2020 को कुरा हो। त्यही नेपाल जसले सन् 2006 मा आफूलाई विश्वसामु छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो। कानुनले छुवाछुतलाई अपराध त भन्छ, तर आज पनि मानिसहरू किन मर्न परिरहेको छ? आजको भिडियोमा हामीले यही नै बुझ्नेछौँ। छुवाछुतको कहाँबाट सुरुवात भयो, यसलाई रोक्न के कस्ता किसिमका कानुन बनेर र यति धेरै कानुनी व्यवस्था हुँदाहुँदै पनि यो प्रथा अझै किन समाजमा जिउँदो छ त? नेपाली समाजमा यो छुवाछुतको प्रचलन कहिलेदेखि सुरु हुन थाल्यो त? यसको लागि हामीले हजारौं वर्ष पछाडि जानुपर्छ। हिन्दू धर्मको एउटा शास्त्र मनुस्मृतिको अध्याय 1 को श्लोक 31 मा यो श्लोक संस्कृतमा छ। मैले स्क्रिनमा लेखिदिन्छु। म यो श्लोक पढ्दाखेरि मिस्टेक गर्न सक्छु, तपाईहरुले पढ्न सक्नुहुन्छ, तर म यसको मिनिङ चाहिँ तपाईहरुलाई भन्न सक्छु। समाजको वृद्धिको निम्ति ब्रह्माले आफ्नो मुखबाट ब्राह्मण, बाहुबाट क्षत्रिय, तिघ्राबाट वैश्य र खुट्टाबाट शूद्रको सिर्जना गरे। यहाँबाट नै सुरु भयो जन्मको आधारमा मानिसलाई तह लगाउने एउटा प्रणाली। र यो 4वटा जातको भन्दा पनि तल अर्को जात राखियो, चण्डाल जात, जसले आज एउटा अछुत समुदायको रूपमा सबभन्दा तल्लो दर्जाको रूपमा देखिने गरिन्छ। शुद्धता र अशुद्धताको यही अवधारणाले नै छुवाछुतलाई धार्मिक जगमा उभ्यायो। तर केही इतिहासकारहरूले भन्ने गर्छन् कि नेपालमा छुवाछुतको प्रचलन त्यति धेरै पनि बढेको थिएन। तर राणा शासनमा राणाहरूले छुवाछुतलाई कानुनी रूपमा नै लिखितम रूपमा लेखिदिएपछि यो प्रचलन एकदमै धेरै चल्न गयो। विक्रम सम्वत 1910 मा जङ्गबहादुर राणाले नेपालमा पहिलो पल्ट लिखित कानुनी मुलुकी ऐन दिए। यही ऐनले गर्दा नेपाली समाजलाई जातको आधारमा बाँड्न थाल्यो, पानी चल्ने र पानी नचल्ने भनेर। यसरी नै सरकारले कानुनी मान्यता छुवाछुतलाई दिइसकेपछि अब यो केवल कुरीति मात्र रहेन, राज्यको आधिकारिक नीति नै बन्यो। नेपालमा 110 वर्षसम्म यही व्यवस्था चलिरह्यो। परिवर्तनको ठूलो कदम आयो सन् 1963 मा। विक्रम सम्वत 2020 मा राजा महेन्द्रले नयाँ मुलुकी ऐन ल्याए। यस ऐनले पहिलो पटक छुवाछुतलाई कानुनी रूपमा हटायो र बाल विवाह तथा बहुविवाहलाई समेत दण्डनीय बनायो। यही कारणले भदौ 1 गतेलाई आज पनि मुक्ति दिवसको रूपमा मनाइन्छ। त्यसपछिका दशकहरूमा पनि संवैधानिक व्यवस्थाहरू क्रमशः थपिँदै गए। सन् 2007 मा जारी भएको अन्तरिम संविधानको धारा 14 ले छुवाछुत तथा जातीय भेदभाव विरुद्धको हक नै मौलिक हकको रूपमा स्थापित गर्यो र त्यही वर्ष संसदले नेपाललाई औपचारिक रूपमा छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो। सन् 2015 मा जारी भएको हालको संविधानमा पनि धारा 24 मा यही हकलाई अझ बलियो रूपमा राखियो र यसलाई कार्यान्वयन गर्नको लागि सन् 2011 मा विशेष ऐन नै बन्यो, जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभावको सजाय ऐन। यस ऐन अनुसार जातका आधारमा भेदभाव गर्ने व्यक्तिलाई 3 वर्षसम्म जेल सजाय र करिब 2 लाख रुपियाँसम्म जरिमाना हुने व्यवस्था छ। यस ऐनका अनुसार जातका आधारमा भेदभाव गर्ने व्यक्तिलाई 3 वर्षसम्म जेल र 2 लाख रुपियाँसम्म जरिमाना हुन सक्छ। तर यी सबै कुराहरूलाई कागजमा हेर्दाखेरि नेपालसँग आज संसारकै अब्बल कानुनी संरचना छ भन्दा पर्दा खासै फरक पर्दैन। तर फेरि प्रश्न त्यही कुरामा उठ्छ, यसो भए त्यो नदी किनारमा ती 6 जना युवाहरूको ज्यान किन गयो त? अनौपचारिक क्षेत्र सेवा केन्द्र अर्थात् इन्सेकको वार्षिक मानवाधिकार प्रतिवेदनले सन् 2020 मा मात्रै छुवाछुतको कारणले भएको 61 वटा हिंसाका घटनाहरूलाई दर्ता गरेको थियो। सन् 2022 मा यो सङ्ख्या बढेर 88 पुग्यो, जसमा 5 जनाको हत्या भएको र 25 जना दलित महिलाहरू प्रत्यक्ष रूपमा प्रभावित भएको थिए। र त्यही रुकुमको घटना जुन हामीले सुरुमै सुनाएका थियौँ, त्यसपछि पश्चिमाञ्चल जिल्ला अदालतले सन् 2023 को डिसेम्बरमा मात्र फैसला सुनायो। 26 जना दोषी ठहरिए र 24 जनालाई आजीवन कारावासको जेल सजाय सुनाइयो र घटना भएको दिनदेखि फैसला आउँदासम्म करिब 3 वर्ष लागेको थियो। नेपालमा कानुन छ, संविधान छ, राष्ट्रिय घोषणा पनि भइसक्यो, तर समस्या चाहिँ कहाँ छ त? नेपालमा समस्या कानुनमा होइन, समस्या मानसिकतामा छ। कानुनले व्यवहारलाई दण्डनीय बनाउन सक्छ, तर हजारौं वर्षदेखि पुस्तौं पुस्तासम्म सारिँदै आएको यो सोचलाई एकै रातमा भने परिवर्तन हुँदैन। घर परिवारमा सिकाइने पूर्वाग्रह, गाउँ समाजमा कायम रहेको सामाजिक संरचना र राज्यका संयन्त्रहरूभित्र नै व्याप्त उदासीनताहरू, यी सबैले मिलेर एउटा दुष्चक्र बनाएको पाइन्छ। छुवाछुत पुरानो बिर्सिसकेको कुनै इतिहास पनि होइन, यो आज पनि जिउँदैछ कानुनको पाना बाहिर, वास्तविक मानिसको जीवनमा। नेपालमा कानुन बनायौँ, संविधानमा हक राख्यौँ, संसार सामु घोषणा गर्यौँ, तर कानुनले मात्र समाज बदल्दैन। त्यसका लागि हामी पनि सोच बदल्न जरुरी हुन्छ।